हेलो नमस्कार फेरि पनि बेबी भ्लगमा स्वागत गर्दै आज फेरि नयाँ दिन नयाँ भ्लग लिएर आइरहेको छु। आज चाहिँ हामी कहाँ छु भन्दा मेरो माइत घर सिटङमा छु है। हजुर हेलो बेबी हजुर कस्तो लाग्यो आमाको माइत घर? सुन्दर सुन्दर छ है। हजुर मेरो माइतको घर यहाँनिर चाहिँ माइतको घरमा यहाँ चाहिँ मेरो बाबा र उसको ज्वाइँ बात मारिरहेको छ हो। यहाँनिर चाहिँ दामी भएको रहेछ प्लान्ट है। प्लान्ट दामी छ। यहाँ एन्थोरियमहरू छ। एन्थोरियम चाहिँ दामी रहेछ। हेलो बेबी बाउ। बेबीको बाउ। हेलो बेबीको बाउ। यहाँ चाहिँ मेरो बाबा। हेलो बाबा। हेलो भन्नु न। हेलो भ्लग बनाएको पो त। मेरो बाउ। म जन्मेको ठाउँ घर हुर्केको ठाउँहरू नि यताबाट पारिपारि पर सेल्फी देख्दैछ। चिन्ने एकपल्ट पहिरो जाँदा है। बेबी हाम्रो बेबी चाहिँ यहाँनिर एकदम खुसी भइरहेको छ हो। उसले बुद्धि आएकोदेखि चाहिँ उसलाई मैले माइत ल्याएको थिइनँ। आजै हो ल्याएको। कस्तो लागिरहेको छ माइत आउँदा? खुसी लागिरहेको छ। अन्त ऊ चाहिँ गोली खेल्नुको लागि रेडी छ। अब गोली खेल्छ। उसले चाहिँ गोली खेल्नुको लागि है। र देख्नुहुन्छ यहाँ चाहिँ हाम्रो रोडहरू पनि बनिसकेको छ तर कम्प्लिट भएको छैन। गाडी चाहिँ घरसम्म आउनु सकेन। उहाँ माथि गाडी राखेर हिँडेर आएको हामी चाहिँ। आउँदैछु म। हामी सिटङबाट अघि आइपुगेको 7:30 हो बेबी। हजुर यहाँ पकाउनुहुँदैछ। अब मैले चाहिँ बी छ यहाँ पनि छ बी चाहिँ हो। हेर्नुहोस् यहाँ सेतो बी छ हो। यहाँ हाम्रो चाहिँ यस्तो भयो रात परेछ। मैले चाहिँ यति धेरै काँक्रा खोर्सानी लिएको छु हो। हालिरहेको छु कि हजुर अब हेर्नुहोस् ल कम्ती त थियो। यहाँ पकाउनुहुँदैछ हो। अर्ग्यानिक लोकल बिन के भन्नुहुन्छ? खुसी एकदम आज माइत घर गएर आएर खुसी भइरहेको छु। मम काटे होइन। अन्त मम काटे अन्त के भन्नुहुन्छ? सो ह्याप्पी। मनु यहाँ बाबालाई के लानुभयो? के लाग्दैन के लाग्दिनँ। बाबालाई भेट्नु मात्रै गएको म त। सबैजना म बेबी बाबा आराध्या पल्लु मम्मी सुशील बेरी यति नै खान्छु। आजको भिडियो चाहिँ यति नै। फेरि भोलि अर्को नयाँ भिडियोमा फेरि नयाँ भिडियो लिएर आउँछु भन्दै आज